पानीहरू बोक्यौ ल त्यसो पानीहरू बोकिसक्यो भने ल अब जाउँ ल हाई गाइज अब चाहिँ हामी चाहिँ आज चाहिँ पाटे डाँगी हामीले ट्रेकिङ गर्दैछौँ तर बाखुरसम्म भने चाहिँ हामी चाहिँ बाइकमा जान्छौँ भने त्यहाँदेखि उँभो चाहिँ हामी हिँडेर जाने प्लान छ अब चाहिँ हामी हिँड्न लागि तयारी भइरहेको छ र म 1-2 केजी गरेर त्यस्तो ह्याप्पी छैन ल है गाइज यात्रामा के हुनुपर्छ अरे खानेकुरा चाहिँ हुनु पर्यो कि ताकि यो यात्रा गर्दा अब त्यहाँ माथि पुगेपछि चाहिँ यो खान्छु त्यो खान्छु भन्ने त्यो भएपछि चाहिँ जाउँ 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 कहिले पुगेर खाउँ भन्ने हुन्छ नि त तर खोजे हुनु पर्यो यात्रा बाटोतिर ध्यान दिन्छ होला भनेको त उता खानेकुरामा पो ध्यान दिने अरे यो ठाउँलाई के भन्छ के उयो छाड छाडे हामी चाहिँ आइपुग्यौँ बुवा खोला अब आइपुग्यौँ हामी नेपाल टार बजार दोकान खुल्ला छ कि छैन नेपाल टार बजारमा चाहिँ मङ्गलबारे यता चाहिँ हाम्रो यात्रा फिदिम नभनौँ पाटे नागी आई यो त के कलेज पो हो यो त के कलेज पो हो रत्न बान्तवा होइन रत्न कुमार बान्तवा बहुप्राविधिक कलेज है हाम्रो यात्रा चाहिँ माथिको डाँडा तर नदेखिँदो रहेछ हाम्रो आँखाले चाहिँ राम्रो देखिरहेको छ यहाँदेखि चाहिँ नदेखिँदो रहेछ माथि 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 माथिको डाँडा हो कस्तो साथीहरू हामी चाहिँ त्रिवेणी बजार आइपुग्यौँ तर पसलहरू पनि राम्रो खुलेको रहेन रहेछ है हामी माथि जाने हो भरे त्यो चाहिँ हाम्रो दिदीको माइत घर भरे हाम्रो लास्ट स्टेसन भनौँ न आजको बाटो चाहिँ यस्तो छ है खत्रै हो क्या यताको बाटो सुरक्षा गार्ड रोक्नुहोस् 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 एकछिन पक्नुहोस् त उयो मासतिर जाउँ न यहाँ एउटा होटल छ कि त्यहाँ गएर खाजा साजा खाएर हामी ल बाखरमा राखेर हामीले थोरै खाजासाजा पनि खाएर हामी अब चाहिँ हामी पैदल यात्राको लागि अगाडि लागिसकेका छौँ अगाडि हिँड्दै हुनुहुन्छ बिन्ता अनि म अब लगभग हाम्रो 3 घन्टासम्मको उकालो यात्रा हुन्छ होला हेरौँ कस्तो हुन्छ यात्रा एकदम कठिन भए पनि एकदमै रमणीय होस् भन्ने चाहिँ हामीले अपेक्षा गर्दै हामी यात्रालाई अगाडि बढाउँदैछौँ तपाईँहरू पनि साथमा भइदिनु होला ल हिँडेको करिब हामी 10 मिनट नहुँदै बिन्दा चाहिँ धेरै पछाडि पर्न सफल भइसकेको छ यस्तो पाराले त पुगिँदैन त हो अनि सुरुको जोसमा त अलिकति हिँड्नु पर्यो नि त टुइ 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 हो कस्तो राम्रो ठाउँ छ 15 किलोको भारी छ अरे तिम्रो चाहिँ
मेरो पनि छ नि हौ गरौँ ल। फाइनल्ली यहाँनिर हामीले एकजना भाइ भेटेको छौँ। उसको घर चाहिँ पाटीडाँगी मुनि अरे। हामीलाई चाहिँ एकदम सहज भयो। भाइको पछि लागेर हामी चाहिँ यात्रासम्म पुग्ने भयौँ। ल हामी चाहिँ सानो भाइलाई छोडेर यो ठाडो उकालो बाटो हिँड्दैछौँ। कोपी वाउ हेर कस्तो बाक्लो रोपेको तर कति धेरै आम्मा बाक्लो पनि अति छ। ल यहाँ चाहिँ तिर्खा लागेर थकाइ मेट्नलाई यहाँ शीतलमा पानी खाँदैछ। मैले पनि पानी खाइसकेँ। बाटो यो हो। चराचुरुङ्गीको आवाज तिर तिर साँच्चै राम्रो छ है। म ब्याग बान्नु पऱ्यो खै चढा त ओइले समाता त ब्याग बान्नु सबै सुन्नु गरिरहेको छ कि मेरो ब्याग। त्यही हान्नु त दामी हावा चल्यो है। तर यो हावा चल्यो भने नि कुहिरो छिटो ल्याउँछ क्या बादलहरू। अनि त्यो राम्रो भ्यू देखिँदैन क्या। हावा चल्नुभन्दा अगाडि नै हामी चाहिँ हाम्रो गन्तव्य डाँडामा पुग्नुपर्ने हुन्छ होइन। ल हिँड। औ हावा सिरिरी आइरहेछ। राखे छोडिहाल्ने नि। लेउ लागेको ढुङ्गाहरू टेक्दै हामी अगाडि बढिरहेको छौँ। कटुसको बिरुवाहरू हो। बिरुवाहरू बोटहरू लाली गुराँस झरिसक्यो। झर्दो रहेछ बाटोतिर। एक हप्ता ढिलो आइएको छ क्या भाइ। चराको आवाजमा यसरी सुनसान बाटोमा प्रेसी र म हिँड्न पाउँदाको मजा छ त कुनै। कतिको मजा भइरहेछ। म हिँडिरहेको छु त। एक उयसमा हिँड्नुपर्छ क्या त्यो कहिले छिटो कहिले ढिलो त्यसो हिँड्नु गलिन्छ के। लाउनुहोस् तपाईँहरूलाई यहाँ हेर्नु। यहाँ घना जङ्गल हेर्नुहोस्। अमेजन जङ्गलको जस्तो यो एउटा झाडी छ। यो झाडीभित्र तपाईँहरूले विभिन्न किसिमको जनावरहरू पाउनुहुन्छ। यो जनावरहरूले तपाईँलाई यहाँ देखाउनु। यो जनावरहरूले तपाईँहरूलाई खान पनि सक्छ। त्यसैले एकदम बचेर हामीले बाटो हिँड्नुपर्छ। खासै ठुलो हल्ला पनि गर्नु हुँदैन। त्यो भएर सुनसानसँगले आफ्नो बाटो हिँड्नुपर्छ। के हेर रुख कति पुरानो होला। तिमी हाम्रोभन्दा त धेरै जेठो। हाम्रो बाजेको उमेरको रुख हो त्यो। भाँचिएर छ। यसले कतिवटा कथा कहानी छ कि यो रुखमा जोडिएको। तर अब हामीलाई थाहा छैन। हामीलाई उकालो मात्रै थाहा छ। यस्तो छ बाटो पुरै उकालो। पिछाडिबाट आउँदैछ। पुरै गलिराखेको हुन्छ कि। अनि त्यसो तिमीलाई हेर्छु राम्ररी देख्छु। अनि त्यहाँदेखि मात्रै सास आउँछ र उकालो हिँड्छु नि।
कस्तो राम्रो ठाउँ हो तर यस्तो ठाउँमा त नि बिन्दा नडराउ अनि पानी पनि परेको छैन तर यदि पानी पर्ने हो भने नि जुका चाहिँ लास्टै हुन्छ नि है जुका त कति हुन्छ भन्छ ट्याक्क हिँड्दै हिँड्दै उकालो जाँदैछौँ भरे आउँदा चाहिँ यो बाटो त चिप्लिँदै आउँदा नि हुने रहेछ है चस्मा लाउ न शीतल हुन्छ ल मेरो चस्मा हो है तर त्यो चाहिँ मेरो चस्मा हो मैले काठमाडौँको न्यु रोडको त्यो गेटकै अगाडि किनेको हो एकदम महँगो चस्मा हो मेरो लागि चाहिँ 2800 को चस्मा हो अहिले खासै लाउँदिनँ म चस्मा मेरो 15,000 को चस्मा हराइदिएर 2800 मा भिडाइरहेछ 15,000 को पछाडिको एउटा शून्य काट्दाखेरि चाहिँ त्यतिको चाहिँ हो र 15,000 को हो र पारीको डाँडाहरू कस्तो दामी देखिरहेछ है र हल्का कुहिरोले गर्दाखेरि हाम्रो क्यामेराको क्वालिटी चाहिँ साँच्चै नै झुर छ है त्यो भएर राम्रो दृश्य देखाउन सकिरहेको छुइनँ तर मेरो आँखाको चाहिँ यो दुईवटा ग्लास लाएर हेर्दैछु साँच्चै नै दामी भ्यू देखिरहेको छु एकदमै राम्रो यहाँदेखि त कुइबिर पनि देखिँदो रहेछ त्यहाँ परको डाँडा हो कुइबिर चाहिँ होइन त्यो डाँडा देखिरहेछ हामी पुग्नुपर्ने क्या निकै राम्रो यो एक खालको डाँडा छ होइन रुखहरू छ अन्तखेरि हामी गल्यो फाइनल्ली आधी बाटो आइपुग्यो फाइनल्ली आधी के शीतल हावा सर तर हिँड्नु चाहिँ छोड्नु हुँदैन झाडी यस्तो बाटो छ तिखो काँडाहरू छ देख्न सक्नुहुन्छ भोजे भनेखेरि तिखो काँडाहरू छ जोगिँदै हिँड्नु गर उयो माथि टक्क एउटा गरौँ ल उयो समात त म पनि एउटा राख्छु तपाईँ कहाँ जानुभएको रे त्यत्रो अझै 2 किलोमिटरमा चाहिँ पुग्छौँ है रेड पान्डा यहाँतिर पाउँछ होला नि रेड पान्डा गौतम बुद्ध बस्ने ठाउँ जस्तो छ बिहारहरूको बोतल हेर मान्छेहरू के असभ्य भएर देख्छौ कि कतै उहाँ गएर बस फोटो खिच्छु ल
हामीसँग चाहिँ पिउने पानी नभएर सकिएर निकै गाह्रो भएर चाहिँ फाइनल्ली हामीले चाहिँ यहाँ धेरैवटा खोल्सा खोज्दा खोज्दा बल्ल बल्ल खोल्सा भेट्यो यो खोल्सा अनि हामीले यहाँनिर सेतो घोडा पनि ठ्याक्क देख्दैछौँ ल आयो त त्यो चाहिँ यहाँ पानी खानुलाई हो ल पानी खायो के साह्रो डढाएको तिमी घोडाले के गर्यो पानी है दामी छ ल हो चिसो छ हातै मेरो त कठोर हो हेर न कस्तो दामी देखिएको त्यो ल्यान्डस्केप के पो भन्छ होइन के पो भन्छ जस ल्यापटपतिर पाउँदैन ल्यापटपतिर हुन्छ नि त्यो वालपेपर त्यस्तै हेर कि माथिको है हेर निलो आकाशमा मलाई चाहिँ गीत गाउनु मन पऱ्यो कि एउटा गीत गाउँछु निलो आकाश सुने सपना साकार हुनेछ तिमीलाई रुवाउने यो संसार तिम्रै हुनेछ दो बाटोमा कहिले लड्न सक्छौ आफैलाई तिमी सम्हाल बाटो लागि अझै 3 किलोमिटर रहेछ होइन कम्रेड होइन अझै पनि हामी कुइबिर आइपुगेको छौँ धेरै उकालो छ एकदम चर्को घाम लागिराखेको छ माथि सूर्यदेवले हामीलाई साथ दिएको छ यस पानी परेको छैन हामीले चाहिँ अघि खाएको खाजाले अब त्यसको पावर सकिएर यो उकालो हिँड्न सकिएन त्यही भएर हामीले एनर्जी बुस्ट गर्नको लागि स्न्याकर लिएको छौँ यो स्विट कुरा चाहिँ खायो भने होइन गुलियो कुराहरू खायो भने चाहिँ एनर्जी एकदम छिटो बुस्ट हुन्छ हाम्रो चाहिँ यो गलेको एनर्जी बुस्ट गर्नलाई धेरै होइन 20 रुपियाँ गोटाको यो स्न्याकर खाँदैछौँ ब्ल्याक चकलेट होइन खाँदैछ खाँदै उकालो बट्दैछौँ अब हामीलाई एकैछिनमा एनर्जी आउँछ त्यसपछि यस्तो नाचेको उकालो त त्यो परिन्छ स्न्याकर हो पछाडि पनि खाँदा हुँदैछ यदि तपाईँहरू पनि कतै यात्रा गर्दै हुनुहुन्छ भने हिँडेर यस्तो मिठाईहरू चकलेटहरू लिएर हिँड्नु होला उसलाई अगाडि पठाएको छु कस्तो डर लाग्दो हो भुकेर म फेरि हाइटदेखि साह्रो डराउने मान्छे कि मलाई चाहिँ हाइट फोबिया छ होइन हुन्छ कि हुँदैन हाइट फोबिया भन्ने कुरो तर मलाई हाइटदेखि डर लाग्छ उचाइदेखि फेरि हाइकिङ गर्नु चाहिँ मनपर्छ हिउँ पर्दा त यहाँ त हुन्छ होला कस्तो डर लाग्दो त्यही डाँडा रहेछ कुइबिर भनेको यही हो कि कुन हो यही हो कस्तो डर लाग्यो कस्तो डर लागेको त्यो डाँडा रहेछ नि त यो त हरेक डाँडाको टुप्पो टुप्पोमा यसरी कराउँदा चाहिँ
रिल्याक्स फिल हुन्छ क्या आनन्द गलेको हट्छ होइन त्यो डाँडाहरूबाट चाहिँ त्यो आफूले कराइसकेपछि आफ्नै आवाज सुनिन्छ नि त्यो कम्पाउन्ड भएर ठोक्छ बाटो कस्तो दामी ट्रकहरू कुद्दैछ चिसो हुने रहेछ है हिँड्नुपर्छ है चिसो लाग्छ ल हिँड्नु फाइनली हामी देउराली आइपुगेको छौँ यहाँबाट उकालो भनेको हामी पाटेडाँगी हो होइन यहाँदेखि त्यस्तै यता यो भनेको डाँडा भनेको कुइबिरी डाँडा हो अघि बसिराखेको पनि कुइबिरी डाँडै हो यो पनि अर्को कुइबिरी डाँडा हो यहाँबाट यहाँनिर चाहिँ हेरौँ एकदमै राम्रो छ यसै बिन्ता चाहिँ हिँड्दैछ बिचरा दामी डाँडा काँडा हरियाली छारा छहरा यहाँदेखि यता सुके पोखरी हुँदै जान सकिन्छ भने यहाँ माथि चाहिँ सवारी साधन लैजान निषेध गरिएको छ होइन यहाँदेखि चाहिँ हिँड्नुपर्छ अनि त्यहाँ माथिसम्म चाहिँ लानु पाइँदो रहेछ लाली गुराँसहरू फुलिरहेछ त्यहाँ तल्लोतिर अलिअलि एकदम चिसो हावा बगिरहेछ बिन्दा ल फाइनल्ली हामी कुइबिर डाँडा देउराली डाँडा आइपुगिसकेको छौँ बिन्ताजी के भन्नु चाहनुहुन्छ ल अब जनतालाई भन्नुहोस् गलेर बिचरा फाइनल्ली हावा चल्नु सुरु भइसकेको छ यो डाँडामा चाहिँ एकदम चिसो हावा अब छिट्टै नै यहाँनिर अब कुहिरो आइहाल्छ ठिक छ होइन यस्तो राम्रो दृश्य यहाँ जुन देखिरहेछौँ त्यो वाला पुरै हावाले हामीले चाहिँ अघिदेखि खानाको लागि एकदम पर्फेक्ट ठाउँ खोजिराखेको थियौँ हामीसँग चाहिँ ग्यास छ अनि त्यहाँदेखि हावा नचल्ने ठाउँ चाहिन्छ यो डाँडामा चाहिँ एकदम ज्यादा हावा चल्छ त्यो भएर हामीले पर्फेक्ट लोकेसन चाहिँ भेटिराखेको थियौँ अनि फाइनल्ली आएर यहाँनिर भेटेको छौँ हामीले यहाँनिर चाहिँ अलिकति खोप्चो थोरै पर्दो रहेछ होइन अनि त्यो भएर हामीले चाहिँ यहाँनिर हामीसँग चाहिँ यहाँ मिनी ग्यास छ ओह्रालो भयो बिन्ताले यहाँनिर कफी बनाउँदैछ खै यो कुन कफी भनेदेखि कोरियन कफी हो मिक्स कफी हो होइन सुगरवाला कफी हुन्छ होइन होइन हुन्छ यो कि चाउचाउै खाने भयो हामीसँग चाहिँ रारा चाउचाउ छ अहिले चाहिँ हामी 2-3टा मात्र पकाउँछौँ होइन 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 रोटीसँग छ त्यो भएर हामी 3टा मात्र पकाउँछौँ अहिले चाहिँ हामी ग्यास बलिरहेको छ यहाँनिर भनेदेखि होइन अनि त्यसपछि उसले मसला हाल्दैछ हामीसँग रारा चाउचाउ
ल हामीले खाइ पनि सकेका छौँ। अब हामी सबै सामानहरू पनि थन्कमन्क गऱ्यौँ। कुनै फोहोरहरू पनि फ्याँक्यौँ। सबै प्लास्टिकहरू हामीले प्याक गरेर झोलामा हालिसकेका छौँ। कुनै पनि फोहोर नराखिकन यो यहीँ भएको यो टिनहरू यहीँ छोडेर यो ढुङ्गाहरू यहीँ छोडेर अब थप हाल्ने यो उचाइ पार गर्नलाई हामी तयारी छौँ। पानी हुँदैछ यहाँनिर। बिन्ताको ब्याग छ गरौँ यहाँ मलाई बोकौँ। एनर्जीको लागि हामीले खाना खाइसकेका छौँ। खाना खाइसकेर मेरो श्रीमती चाहिँ निद्रा लाग्यो, म एकछिन सुत्छु भन्दैछ अल्छे नि। त्यस्तो अल्छी गर्नु हुँदैन भनेर मैले मोटिभेट गरेर अगाडि लाँदैछु। मेरो बुढीको हालत चाहिँ गलेर त्यो पुग्नु लाग्दा बिजोग छ। ठेल्दै तान्दै ल्याउनु परिरहेछ। उता पर हौ बिन्दा। सुन्दरताको तिमी उपहार हो। ए उदाहरण सरी। सुन्दरताको तिमी उदाहरण हो। परीको तिमी एउटा नमुना हौ। शङ्कै छैन तिम्रो रूपमा ईश्वरको के पो ईश्वरको उपहार हो। बराबरी आउने तिम्रो को छ र परिबनी नन्छ कि भर। शङ्कै छैन तिम्रो रूपमा ईश्वरको तिमी एउटा उपहार हो। जहाँ जान्छु तिमीलाई सफलताले चुमिरहो। सधैँ तिम्रो भावना सधैँ उज्जवल विचार खिलिरहो। त्यसको लागि माफी माग्दै गाउनु पाउँदाखेरि मजा लाग्छ। यति राम्रो सुन्दर ठाउँमा मासुको खाला आउँदैछ। आइपुगिगयो है। अब 2 मिनट जस्तो तिमीले मजाले हिँड्यो भने आउँछौ है ल। अब हामी करिब 100 मिटर जस्तो मुनि मात्र छौँ। 100 मिटर टाढा छौँ हामी। ए हो र 700 मिटर हो। 600 मिटर जस्तो बाँकी रहेछ हामी डाँडामा पुग्नु भन्दैछ बिन्ताले चाहिँ।
अब त छिटो गल्यो होइन गल्यो माथि आऊ म तिमीलाई सुन्दर भ्यूहरू देखाउँछु पारिको डाँडाहरू के को फाइनल्ली हामी आइसकेको छौँ नि होइन यही हो नि है ल ठिक छ ढुङ्गाहरू कस्तो राम्रो फुल रहेछ यहाँ देखाउ भाइ फुल भनौँ लाली गुराँस 3टा कलरको कि 2टा एउटै कलर है 2टा हो ल ठिक छ रमाइलो भयो यहाँसम्म आउनु है फुर्ती छ तपाईँलाई सबै ल फुर्तीको डाँडा आइपुगिहाल्छ पारिको डाँडाहरू साँच्चै दामी त रहेछ ल यहाँ फाइनल्ली हामी चाहिँ पाटेडाँगीको डाँडामा आइसकेको छौँ यहाँदेखि हामी निकै राम्रो सुन्दर दृश्यहरू देख्न सक्दो रहेछौँ 3047 किलोमिटर होइन मिटर चाहिँ हो निकै सुन्दर ठाउँ रहेछ यो चाहिँ यहाँदेखि हेर्न सक्नुहुन्छ डाँडा यहाँ यो डाँडाभन्दा कुनै ठुलो डाँडा छैन अग्लो कुनै डाँडा छैन म चाहिँ एकदम अग्लो ठाउँमा बसिरहेको छु अहिले चाहिँ यहाँ भन्छ हात हल्ला न ल है सुक्क गर्दै रुट्दै कराउँदै भए पनि हामी पाटेडाँगीको डाँडामा आइसकेको छौँ फाइनल्ली पहिला आउँदाखेरि म पारिको डाँडासम्म मात्र आउनु सकेँ यत्रो यो बाटो आउनु निकै कठिन परेको थियो त्यतिखेर आइएन योचोटि भने चाहिँ दुःख गरेर आइपुगेको छौँ प्रियसी र म ऊ पनि 2-3चोटि गिभअप गरिसक्यो मोटिभेट गर्दा काक हेर्नु यहाँ हेर्नु परको दृश्यहरू झन् राम्रो रहेछ डाँडाहरू तर त्यो डाँडाहरू चाहिँ हामी आज चाहिँ जाँदैनौँ किनभने हामीसँग टाइम पनि छैन होइन हामी गरि पनि सकेको छौँ अब यही डाँडामा हामी एकछिन शान्त तरिकाले बस्छौँ अनि त्यहाँदेखि हामी पुनः आफ्नै घरतिर गन्तव्यतिर लाग्नेछौँ है त ल तिमीलाई नि केही भन्नु मन छ भने भन एकदम खुसी छ हो उकालो चढ्नुभन्दा ओह्रालो झर्नु चाहिँ निकै सकस परिरहेको छ है हामीलाई यहाँ ओह्रालो झन् खुट्टा खायो अरे भनेर खुट्टामा जुत्ता बोकेर र त खुट्टा खायो जुत्ता खायो भने ए ल जुत्ताले चाहिँ खुट्टा खायो अरे अगाडिको नम्बरहरू अनि त्यो भएर बोकेर हिँड्दैछ बिन्चाले अब हामी पाटेडाँगीको डाँडाबाट ओह्रालो लाग्दैछौँ अब चाहिँ हाम्रो यात्रा ओह्रालो गुटुटुट हुन्छ त्यहाँ तल हाम्रो रोशन दाईहरू भेटियो भने गाडी भेटियो भने गाडीमा झर्ने आधी बाटोसम्म भेटिएन भने फेरि हिँड्दै तल झर्ने हाम्रो प्लान छ गाडी भेटियो भने चाहिँ गाडीमा जाने तल बाटोसम्म किनभने उसको खुट्टा अलिकति समस्या आयो त्यहाँ जुत्ताले खायो भनेर त्यो भएर नभए हामी नटेर्नेवाला थियौँ मनोरम दृश्यहरू हामी यो बसेर हेरिरहेको छौँ भने टुवालो ज्यादा आयो भने फोटो खिच्नु मिल्दैन कि यतिको मात्रै ठिक्क दामी हुन्छ है यो भ्यूमा चाहिँ त्यो भएर अब त्यसपछि हामी चाहिँ ओह्रालो है देउराली बजारमा चाहिँ यहाँनिर पास्तरको दाजुहरूको नाच्दै हुनुहुन्छ एकदम मजाले नाचिराख्नु भएको छ अब चाहिँ हामी यो ठाउँबाट जान लागेको छौँ के छ मौसम त अहिले चाहिँ दामी भयो नि है ल बस्नु हामी गयौँ अब चाहिँ हामी ओह्रालो यात्रा जाँदैछ हाम्रो अब भने चाहिँ हाम्रो यात्रा सिधै बागकोटसम्म हामी चाहिँ यो झर्ने क्रममा बाटोमा भोक लागेर हामीसँग थप एक गोल बनाउने
दुईटा अन्डा ल्याएको थियौँ होइन घरको लोकल अन्डा अनि त्यही अन्डा बनाउँदैछौँ आँटाको रोटी चाहिँ अलिकति यात्रा क्रममा टुटफुट भएको छ अनि यहाँ तलको भ्यू हेर्न सक्नु ल हेर्नुहोस् तलको भ्यू राम्रो छ यो पुरै गाडी छ बिनिता यहाँनिर पकाउँदैछ फ्याक्दैछ अन्डा एग रोल होइन तर एग रोल मिक्स रोल भयो यो केटीले बनाउँदैछ मिठो बोकाएर ल हेर्नुहोस् नास्ता सास्ता पनि गरिसक्यौँ अबको यात्रा हामी फेरि अब ओह्रालोतिर लाग्दैछौँ ओह्रालो यात्रा एकदमै कठिन छ मलाई जहाँसम्म लाग्छ उकालो भन्दा ओह्रालो यात्रामा झन्डै लडेको बाटोमा अलिकति चिराइटो पनि खोज्यौँ अनि यहाँ खोलामा हाल्यौँ अहिले बिन्ताले हाल्दै पनि थियो फाइनल्ली हामी यो देख्दै हुनुहुन्छ नि भनेपछि हामीले पैदल यात्रा पनि सकिसक्यौँ पाटेरासम्मको एकदमै अविस्मरणीय छेड बन्यो होइन अनि होटलमा बाइक राखेको छौँ अब त्यहाँदेखि हामी चाहिँ भाउजूको घरदेखि पर त्रिवेणीमा हो त्यहाँनिर हामी आजको रात हामी त्यहीँ बस्नेछौँ यही बाटोबाट जानुपर्ने हामी एकदम रमाइलो भयो कस्तो भयो तिमीलाई चाहिँ फेरि पनि है यस्तो यात्राहरू गर्न पाऊँ भन्दै आजको लागि हाम्रो यो भ्लग यात्रालाई चाहिँ यहीँनिर समाप्त हुन्छ है राखेँ है बाई 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 गर न